अब यो फेरि हामीले नाम राखेको होइन, यसको निम भनेर हाम्रा पुर्खाले राखेका हुन्। हजारौँ वर्ष यसको एक्सपेरिमेन्ट गरे, यसको चाहिँ पात केमा काम लाग्छ, जरा केमा काम लाग्छ, सबै पत्ता लगाए हाम्रा पुर्खाहरूले। अनि बल्ल यसको नाम राखे। यो एन्टिबायोटिक रहेछ हजुर। पेटको समस्या भएकोलाई यसले चाहिँ यसको पानी खाँदा सन्चो गर्दो रहेछ। यो चाहिँ के अरे बिपी ब्यालेन्स गर्दो रहेछ। अहिले यसको चाहिँ हामीले कप बनाउँछौँ, एउटा सानो डेमो मात्र छ, सबै भ्याइएको छ यहाँ चाहिँ। त्यो कप चाहिँ हामीले 1000 मा बेच्छौँ एउटा कप निमको। अनि यो फेरि यसको मात्रै प्लान्टेसन कतै रहन्छ, मैले धेरै सर्च गरेँ, कतै छैन। यो खालि घरमा 1-2वटा आफै उम्रेका बोटहरू 1-2वटा रोप्दा रहेछन्। अहिले मैले 1 बिघामा सुरुवात गरेको छु हजुर। 5-7 वर्षमा यत्रो हुँदो रहेछ भनेपछि त यसले पनि आय आर्जन हुन सक्दो रहेछ हैन। अनि यसको हामीले चाहिँ अन्न बालीको भकारीमा मेखासिड हाल्ने भयौँ, आफूले खाने अन्नमा आफैलाई विष हाल्ने भयौँ। केही गर्नु पर्दैन। यो पात सुकाएर यति पात चाहिँ हामीले अनाजमा राखिदिने हो भने किरा नै नलाग्दो रहेछ त। कस्तो राम्रो खालको चाहिँ रहेछ होइन। अनि अब यो चाहिँ जामुन छ नि हजुर, जामुनको छेउको सर्लक्क गएको छ यो भनौँ न हल्दी काठ। हजुर कहाँ हामी कहाँ चाहिँ 3 प्रकारको हुन्छ। करमको 3 प्रकारको हुन्छ यहाँ। हामीले थारूले चाहिँ एउटा करम भन्छ, यो करम हो। अनि यो जामुनको छेउको टेकुई, अनि उता काटेको चाहिँ भुर्खुर भन्ने हो। अनि त्यो टेकुई भन्ने सानो पात गरेको हल्दी काठको चाहिँ अहिले टिकुली हो। टिकुली त्यो चाहिँ विदेशी आएर यहाँ प्लान्टेसन गरेको छ। त्यसको पात सुकाएर विदेशमा लाँदो रहेछ। हामीलाई थाहा करमको त्यो चाहिँ कहाँ गरेको छ भन्दाखेरि यो छिन्चु र सुर्खेतको बिचमा त्यो एउटा हल्दी मात्रै रोप्ने ठाउँ छ। त्यहाँ हल्दीहरूको उद्योग छ कि त्यहाँ चाहिँ यो करम रोपेको छ। अनि यसको पातलाई लगेर के गर्छ भन्ने सोधेको थिएँ मैले। त्यसले चाहिँ यो चियापत्तीको रूपमा काम थाल्दो रहेछ। अनि उसले उदाहरण के दियो भन्दाखेरि यो मान्छेलाई रिलिफ गर्छ। जस्तो एकदमै औडा भएको बेलामा, हात खुट्टा कटकटी खाएको बेलामा, अनि त्यसपछि ड्रगिसहरू त्यो ट्याब्लेट खान नपाएर एकदमै छटपटिन्छ नि, त्यस्तो बेलामा यो पकाएर यसको झोल खुवाइदिन पुरै रिलिफ गराउँछ अरे यसले। करमको पात सानो पात। मैले चाहिँ यो सानो यो आफ्नो एरियामा 200+ प्रजातिहरू सबै चाहिँ नेटिभ स्पेसिस अर्थात् यही क्लाइमेटमा हुने, यही ल्यान्डस्केपमा हुने बिरुवा रोपेको छु कि। जस्तो ब्राह्मण क्षेत्रीका नहुने चाहिँ पलास होइन। अनि थारूले प्रयोग गर्ने तुलसी र ब्राह्मण क्षेत्रीले प्रयोग गर्ने तुलसी फरक हुँदो रहेछ। फेरि हजुरहरूले चाहिँ कालो तुलसी प्रयोग गर्छ, अनि हामीले चाहिँ फेरि बाबरी प्रयोग गर्छौँ। थारूले चाहिँ कालो तुलसी चिन्दैन है। दौना, बेबरी, लौङ्गा भन्ने 3 प्रकारको अरू तुलसी प्रयोग गर्छौँ हामीले होइन। भनेपछि यो सबै बोट बिरुवाहरू चाहिँ कहीँ न कहीँ हर्बलसँग जोडिएको छ अनि कल्चरसँग जोडिएको रहेछ हाम्रो चिज कि।